सो हेलो गाइज नमस्ते अनि वेलकम ब्याक टु माई च्यानल। सो गाइज आज चाहिँ छुट्टीको दिन र हामी चाहिँ घुम्न निस्केको छौँ। आज चाहिँ हाइकिङ गर्ने भनेर चाहिँ हामी केटाहरू सबैजना निस्केको छौँ। सो माथि गएर खानको लागि चाहिँ हामीले फलफुलहरू पानीहरू यताउता किनेको छौँ। केटाहरू अगाडि अगाडि हुनुहुन्छ होइन, आइद दाइ हुनुहुन्छ, भरत भाइ, सन्तोष भाइ र चामलिङ भाइ र हामी चाहिँ आइपुगेको छौँ अहिले नामसौल युनिभर्सिटी। सो यहाँबाट चाहिँ माथि लाग्नुपर्छ डाँडा जानको लागि चाहिँ। वेदर पनि एकदम दामी छ, त्यही भएर चाहिँ हामी हाइकिङ जाउँ न त आज भनेर निस्केको छौँ। यो चाहिँ सङ्गवनको युनिभर्सिटी हो। सो अब यहाँबाट चाहिँ हामी मास्तिर लागेपछि चाहिँ डाँडा आउँछ। हामी चाहिँ डाँडा चढ्न जाँदैछौँ। हामी चाहिँ आइद दाइ हुनुहुन्छ, यता सन्तोष भाइ, चामलिङ भाइ, भरत भाइ। सो आइद दाइ हामी युनिभर्सिटीको छेउछाउ त आइपुग्यो होइन। अब भनिदिनु त केही दुई तिन शब्द युनिभर्सिटी यताउता बारे। यस्तो भाइले चाहिँ एडमिसन गर खुरुक्क पहिला होइन, त्यसपछि अब हेरौँ के हुन्छ होइन। म चाहिँ सिधै यहाँ प्रोफेसरको लागि अप्लाई गर्न आयो, भ्याकेन्सी अनाउन्स गरेर रहेछ र होइन। हाम्रो आजको टुरिस्ट गाइड चाहिँ हाम्रो आइद दाइ हुनुहुन्छ। आइद दाइ अहिले हामी कहाँ जाँदैछौँ भनिदिनु त। अहिले चाहिँ हामी गुम्बामा जाँदैछौँ होइन। गुम्बामा गइसकेपछि हामी चाहिँ हल्का भगवानले दर्शन गर्छौँ होइन। आज फेरि बुद्ध जयन्ती त्यसपछि कोरियाको हामीलाई शान्ति प्राप्त हुन्छ। त्यसपछि हामी फेरि माथि जङ्गलमा जान्छौँ, जङ्गलको हाइकिङमा जान्छौँ है त। आज बुद्ध जयन्तीको दिन होइन, हामी यहाँ बिस्तारो 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 अब यो हामी शान्ति क्षेत्रमा आइसक्यौँ। यहाँ धेरै हल्ला गर्न मिल्दैन होइन। बुद्ध तपस्यामा होला होइन। हस् हस् हस्, बुद्ध भगवानलाई डिस्टर्ब गर्नु भएन। आज चाहिँ कोरियामा बुद्ध जयन्ती पनि हो र अब चाहिँ हामी गुम्बा आइपुग्नु लागिसक्यो, गुम्बाको नजिक आइपुग्यो। सो अब चाहिँ हामी गुम्बा देखाउँछौँ है त तपाईँलाई। अनि त्यसपछि हामी जान्छौँ ट्रेकिङ, उता माथि जङ्गल चढ्न हाइकिङ जान्छौँ है। आज फुछनिम नाल हो। सो यहाँबाट मास्तिर गएपछि चाहिँ गुम्बा सुरु हुन्छ। सो गाइज हामी चाहिँ भित्र आइसक्यो। यहाँ चाहिँ बुद्ध भगवानको मूर्ति रहेछ। त्यही नै हो, एकदम पिसफुल ठाउँ छ यहाँ। यस्तो दामी फुलहरू फुलिरहेको छ। अब हामी चाहिँ गुम्बा पनि घुमिसक्यौँ, अब निस्किँदैछौँ यहाँबाट। अब चाहिँ हाम्रो सेकेन्ड डेस्टिनेसन आइपुग्यो। सो अब सेकेन्ड डेस्टिनेसन चाहिँ अब आइदा हामी कहाँ जाँदैछौँ भनिदिनु त। अब अहिले चाहिँ हामी यहाँ आइपुग्यौँ होइन, ट्याक्कै यहाँ छौँ। अहिले अब सट्ट गएर हामी यहाँ माथि प्याज भएको ठाउँमा डाँडामा पुग्छौँ। त्यसपछि नै विचार गर्छौँ हामी तल जान्छौँ कि मास्तिर जान्छ होइन। त्यो जान्छौँ होइन। ल्याएको फलफुल सलफुल हाम्रो हल्का ड्राई पिकनिक जस्तो छ होइन, त्यो चट्ट खाएर गरेर खाइन्छ। अनि ल वेलकम टु दि जङ्गल एन्ड यु टकिङ टु दि लाइन। Drink water, be healthy. सो हामीले चाहिँ आधी बाटो चाहिँ हिँडिसक्यौँ। अझै माथि चढ्नु छ, अझै कति मिटर जति माथि छ। त्यहाँ पुगेपछि चाहिँ हामी खासा खान्छौँ। हामी खासा चाहिँ ल्याउँछौँ यहाँ झोलामा, फलफुलहरू, चिप्सहरू यताउता। एकछिन बसेर रेस्ट गर्छौँ। सो यति नै हामीलाई चौतारा जस्तो यहाँ बस्ने ठाउँ छ, यहाँ आइपुगिसकेको छौँ। क्या फ्रेस हावा है। तर फोर रहेछ यार सबै यो
फुलको त्यो उस उठेर कि पहेँल पहेँल केही फरक पर्दैन त्यति सन्तोष गाई जङ्गलमा चाहिँ एक्सर्साइज गर्ने ठाउँहरू पनि छ र यहाँ बुढा कोरियनहरू चाहिँ एक्सर्साइज गर्दैछन् सो हाम्रो बाघहरू चाहिँ यहाँ जङ्गलमा थाकेर बसेको अवस्था छ गाई चाहिँ रेस्ट गरिरहेको छौँ यहाँ बाघहरू नेपाली बाघहरू हो मेन चाहिँ यहाँ हाम्रो टाइगर फ्रम धरान टाटे बाघ हो रे नाइके बाघ हो के भन्छ अल्फा टाइगर चाहिँ हाम्रो खाजा खाने टाइम भयो है जङ्गल चढ्ने बेला चाहिँ हामी फलफुलहरू ल्याएको थिएँ बदामहरू पानीहरू यताउता छ अब चाहिँ हामी खाजा खान लागेको छौँ केटाहरू यहाँ पुरै आराम गरिरहेको छ चिल गरिरहेको छ जङ्गलमा भिडियो सिडियो खिचिरहेको छ यो चाहिँ हाम्रो लन्च टाइम हो लन्च टाइम हैन फ्रेस जङ्गलबाटै यसरी हाइकिङ मात्रै गरेर हुँदैन हैन पेटलाई पनि त चाहियो नि त एनर्जी चाहियो नि ज्यानलाई हैन त्यसको लागि चाहिँ हामीले हल्का फलफुल फ्रुट्सहरू लिएर आछौँ ड्राई दामी छ है दामी छ खाइदिउँ ल खाइदिउँ केटाहरू हाम्रो ड्राई पिकनिक पनि सिद्धिसक्यो अब चाहिँ हामी निस्किँदैछौँ गाइज यहाँबाट जङ्गलमा चाहिँ यस्तै हो बसेर खाने ठाउँ जङ्गलमा चाहिँ बसेर खाने ठाउँ राम्रो पाएन जब जस्तो ठाउँ छ त्यस्तै म्यानेज गरेर हामीले खायो अब निस्किँदैछौँ आइदाइले हामीलाई अगाडिबाट लिड गर्दै हुनुहुन्छ सो गाइज फाइनली हामी चाहिँ टप अफ द हिल आइपुगिसकेको छौँ यहाँ चाहिँ माथि चाहिँ हेलिप्याड पनि छ हेलिकप्टर ओर्लिने ठाउँ र यो एरियातिर हेर्नु भने चाहिँ सिटी एरिया छ सिटी एरिया हो हामी चाहिँ अहिले सबैभन्दा टप डाँडामा छौँ सो यही नै हो गाइज अब यहाँ चाहिँ हामी फर्किन्छौँ हेलिकप्टर आउँदैछ लिन अब चाहिँ हामी फर्किँदैछौँ र भिडियो पनि लास्ट भइसक्यो है अब गाइज तपाईँहरूले यहाँसम्म हेर्नु भएको छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला र अरू भिडियोहरू पनि बिस्तारै बिस्तारै हाल्ने नै छु सो आइदा के भनिदिनु ल अब भिडियोको इन्ड हो यो इन्ड पार्ट हो के भन्नु भाइ मजाले अहिले इन गएर हुन्छ हौ दाइ अन्तिममा हामी रोडमा त पुग्नु पर्यो नि त थुप्रो छ बाँकी के थाहा होइन फर्किनु अब धेरै छैन होइन यता देखाउनु यहाँ हाम्रो बाजेहरू पहिलाको च्यानहरू ओके गाइज तर यस्तो वालाहरू अन्य खतरा उता गुसाङमा